कोलेस्ट्रोल बढ्दाखेरि यसको उपचारको बारेमा हामीले कुरा गर्नु पर्दाखेरि दुईटा कुरामा ध्यान दिनुपर्छ। एउटा भनेको खानपिन र हाम्रो लाइफस्टाइलमा सुधार्नुपर्ने कुराहरू, जस्तै हामीले खाने कुराहरूलाई स्वस्थकर बनाउनु पर्यो। सागसब्जीहरू, फ्रुट्सहरू खानु पर्यो, नट्सहरूलाई बढी जोड दिनुपर्छ, सिड्सहरूलाई बढी जोड दिनुपर्छ भने जुन प्रोसेस खानेकुराहरू हो, जङ्क खानेकुरा, धेरै चिल्लो भएको, धेरै फ्राइड खानेकुराहरूलाई चाहिँ हामीले कम गर्नुपर्छ। यस्तै एक्सर्साइज, हामीले कम्तीमा पनि दिनमा आधा घण्टा एक्सर्साइज गर्नुपर्छ। कमसेकम पनि हप्तामा 5 दिन यसरी एक्सर्साइज गर्नुपर्छ र एक्सर्साइजमा पनि फटाफट हिँड्ने एक्सर्साइजलाई सबैभन्दा सेफ र इफेक्टिभ मान्ने गरिन्छ। यदि लाइफस्टाइल आफ्नो सुधारेर कोलेस्ट्रोललाई नर्मल रेन्जमा ल्याउन सक्छ भने र त्यसलाई मेन्टेन गरिराख्न सक्छ भने चाहिँ औषधिको डोज घटाउनु पर्ने पनि हुनसक्छ अथवा कहिलेकाहीँ बन्द गर्नुपर्ने पनि हुनसक्छ, तर त्यो चाहिँ आफ्नो डाक्टरको परामर्श अनुसार गर्नुपर्ने हुन्छ। कोलेस्ट्रोल बढ्नु भनेको के हो? सर्वप्रथम कोलेस्ट्रोल भनेको सरल भाषामा भन्नुपर्दा नेचुरली नै हाम्रो रगतमा पाइने चिल्लो पदार्थ हो। अब यो चिल्लो पदार्थ भनौँ या ब्लड कोलेस्ट्रोल नर्मल रेन्जमा हुनु आवश्यक छ। यसको कारण के हो त भन्दा हाम्रो सेल मेम्ब्रेनहरू बन्न अथवा केही हर्मोन्सहरू बन्न यसको आवश्यकता हुन्छ। तर नर्मल रेन्ज भन्दा ब्लड कोलेस्ट्रोल हाई भयो भने चाहिँ हामी त्यस्तो अवस्थामा हाई ब्लड कोलेस्ट्रोल भनेर भन्ने गर्छौँ। कोलेस्ट्रोल बढेको कसरी थाहा हुन्छ? धेरैजना मानिसहरूमा कोलेस्ट्रोल बढ्नुको कुनै पनि लक्षण देखिँदैन। कोही कोही व्यक्तिमा भने चाहिँ आँखाको माथि सेतो दाग भनौँ, जसलाई ज्यान्थेलाजमा भनिन्छ, त्यस्तो देखा पर्न सक्छ। तर धेरैजनामा त यो साइलेन्ट कन्डिसनको रूपमा देखा पर्छ। त्यही भएको हुनाले हामीले हाम्रो ब्लड कोलेस्ट्रोल बढ्यो भनेर कसरी थाहा पाउँछौँ भन्दा यो ब्लड टेस्ट गर्दा मात्र थाहा पाउन सकिन्छ, जसलाई हामीले लिपिड प्रोफाइल टेस्ट भन्ने गर्छौँ र त्यसमा 4-5 वटा प्यारामिटर्सहरू हेर्ने गर्छौँ। र यो एउटा साइलेन्ट कन्डिसन भएको हुनाले युवा अवस्थादेखि नै आफ्नो जोखिम कति छ त्यो हेरिकन समय समयमा ब्लड कोलेस्ट्रोलको चेक गरिराख्नुपर्छ। र यदि कसैलाई मुटुको रोग छ, स्ट्रोक छ, हार्ट एट्याक भएको छ, डायबिटिज छ भने यस्तो अवस्थामा चाहिँ अझ अलि फ्रिक्वेन्टली यसको परीक्षण गरिरहनुपर्छ। कोलेस्ट्रोल बढ्नुको कारण के हो? किन बढ्छ? कोलेस्ट्रोल बढ्नुको धेरैवटा कारणहरू हुन्छन्। यसलाई सजिलोमा भन्नुपर्दाखेरि दुईटा प्रमुख कारणमा हामी डिभाइड गर्न सक्छौँ। एउटा भनेको खानपिन र हाम्रो लाइफस्टाइलको कारणले गर्दा बढ्नु हो, जसमा अस्वस्थकर खानेकुराहरू खाँदाखेरि, जसमा चिल्लो पदार्थ बढी हुन्छ, प्रोसेस्ड खानेकुराहरू, जङ्क खानेकुराहरू, बोसो बढी भएको मासु, धेरै फ्राइड खानेकुराहरू, डिप फ्राई गरेका खानेकुराहरू, मिठाईहरू, यस्ता कारणले कोलेस्ट्रोल बढ्ने गर्छ। यसको साथसाथै एक्सर्साइजको कमी, यसले पनि कोलेस्ट्रोल बढाउन सक्छ। र मोटोपना, जसलाई हामी सेन्ट्रल ओबेसिटी पनि भन्ने गर्छौँ, त्यसले गर्दा पनि कोलेस्ट्रोल हाई हुन्छ। र एकदम इम्पोर्टेन्ट कुरा भनेको धुम्रपान र मद्यपानको सेवनले पनि कोलेस्ट्रोल हाई हुने गर्छ। अब हामी अर्को रिजनको बारेमा कुरा गर्नुपर्दाखेरि चाहिँ कोलेस्ट्रोल वंशानुगत रूपमा पनि हाई हुने गर्छ। जस्तै फ्यामिली हिस्ट्रीमा आफ्नो रगतको नाताको कसैलाई कोलेस्ट्रोल हाई भएको छ भने चाहिँ त्यो व्यक्तिमा पनि कोलेस्ट्रोल हाई हुने चान्सेस रहन्छ। अब मोलिकुलर लेभलमा कोलेस्ट्रोलको मेटाबोलिजम हाम्रो शरीरमा भन्यो भने भन्नाले कोलेस्ट्रोलको सिन्थेसिस, यो सबै बारेमा कुरा गर्नु पर्दाखेरि यसको प्रोसेसमा धेरै प्रकारका कोलेस्ट्रोलहरू हाम्रो रगतमा हुने गर्छ। तर यसलाई सजिलोमा परीक्षण गर्ने हिसाबले भन्नुपर्दाखेरि 4-5 वटा प्रकारका हुन्छन् जुन हामी लिपिड प्रोफाइल टेस्टमा हेर्ने गर्छौँ। जस्तै टोटल कोलेस्ट्रोल, एचडिएल कोलेस्ट्रोल, एलडिएल कोलेस्ट्रोल, ट्राइग्लिसराइड्स र भिएलडिएल कोलेस्ट्रोलहरू हामी यस्ता किसिमका कोलेस्ट्रोलहरू चेक गर्ने गर्छौँ। यो मध्ये कुन चाहिँ कोलेस्ट्रोल खतरनाक हो अथवा सबै खतरनाकै हुन्छ? लिपिड प्रोफाइल टेस्ट गर्दा हामीले केही प्यारामिटर्स जुन हेर्ने गर्छौँ त्यसमध्ये एलडिएल कोलेस्ट्रोललाई चाहिँ नराम्रो कोलेस्ट्रोल अथवा ब्याड कोलेस्ट्रोल भनेर भन्ने गर्छौँ। यसको कारण के हो त भन्दा यस्तो कोलेस्ट्रोल जब हाम्रो रगतमा बढ्छ, हाम्रो शरीरका धमनीहरू जसमा रगत सञ्चार हुने गर्छ त्यस्ता धमनीहरूमा बोसो जम्न थाल्छ र त्यो बोसो जम्दा जम्दा साँघुरिन जान्छ र ब्लकेज हुने सम्भावना हुन्छ, जसले गर्दा हार्ट एट्याक, स्ट्रोक जस्ता समस्याहरू आउन सक्छ।
त्यही भएर यसलाई ब्याड कोलेस्ट्रोल भन्ने गरिन्छ। हुन त टोटल कोलेस्ट्रोल ट्राइग्लिसराइड्स बढ्नु पनि राम्रो कुरा चाहिँ होइन, तर एचडिएल कोलेस्ट्रोललाई चाहिँ गुड कोलेस्ट्रोल भनेर हामी भन्ने गर्छौँ। यसको कारण के हो त भन्दा यसले हाम्रो शरीरमा भएको नराम्रो कोलेस्ट्रोललाई चाहिँ बाहिर निकाल्न यसले मद्दत पुर्याउँछ। त्यही भएर एचडिएल कोलेस्ट्रोल चाहिँ हाम्रो ब्लडमा हाई भएको राम्रो हुन्छ भने यो लो हुँदाखेरि चाहिँ नराम्रो हुन्छ। कोलेस्ट्रोल बढ्यो भने शरीरका कुन कुन अङ्गलाई खतरा हुने हो? कोलेस्ट्रोल बढ्दा शरीरका कुन कुन अङ्गलाई खतरा हुने हो? कोलेस्ट्रोल बढ्दाखेरि हाम्रो धमनीहरू जसमा रगत सञ्चार हुने गर्छ त्यसमा बोसो जम्न थाल्ने हुँदाखेरि ती धमनीहरू साँगुरिँदै जान्छ र ब्लकेज हुन थाल्छ। यदि मुटुका धमनीहरूमा ब्लकेज आयो भने यसले गर्दाखेरि हार्ट एट्याक हुन सक्छ। यदि मस्तिष्कको धमनीहरूमा ब्लकेज आयो भने यसले गर्दा स्ट्रोक हुन सक्छ। यस्तै शरीरका अन्य धमनीहरू हात खुट्टामा रगत सञ्चार गर्ने धमनीहरूमा पनि ब्लकेज आउन सक्छ। यसलाई पेरिफेरल आर्टरी डिजिज भन्ने गरिन्छ र यस्तो ब्लकेज हुँदाखेरि कहिलेकाहीँ हात वा खुट्टाका मांसपेशीहरू पनि मर्ने हुन सक्छ। र यो कोलेस्ट्रोलहरू हाई हुँदाखेरि हाम्रो मुटुबाट निस्किने एउटा मेन आर्टरी हुन्छ एओर्टा भन्ने जसले हाम्रो शरीरका विभिन्न भागहरूमा रगतको सप्लाई गर्ने गर्छ। त्यसको विभिन्न भागहरूमा पनि यसले असर गर्न सक्छ। यस्तै ट्राइग्लिसराइड्स जब बढ्छ, यो धेरै नै बढ्यो भने चाहिँ हाम्रो शरीरमा प्यान्क्रियास भन्ने जुन अङ्ग छ जसलाई नेपालीमा फियो भन्ने गरिन्छ त्यसको इन्फ्लेमेसन हुन थाल्छ, सुजन हुन थाल्छ र प्यान्क्रियाटाइटिस भन्ने रोग पनि हुन सक्छ। र साथै यसले गर्दाखेरि कलेजोमा पनि बोसो जम्न थाल्छ र यसले लिभर फङ्सनमा पनि ह्याम्पर गर्ने गर्छ। कोलेस्ट्रोल धेरै भयो भने अब त्यसको उपचार के हो त? कोलेस्ट्रोल बढ्दाखेरि यसको उपचारको बारेमा हामीले कुरा गर्नु पर्दाखेरि दुईटा कुरामा ध्यान दिनुपर्छ। एउटा भनेको खानपिन र हाम्रो लाइफस्टाइलमा सुधार्नुपर्ने कुराहरू, जस्तै हामीले खाने कुराहरूलाई स्वस्थकर बनाउनु पर्यो। सागसब्जीहरू, फ्रुट्सहरू खानु पर्यो, नट्सहरूलाई बढी जोड दिनुपर्छ, सिड्सहरूलाई बढी जोड दिनुपर्छ भने जुन प्रोसेस खानेकुराहरू हो, जङ्क खानेकुरा, धेरै चिल्लो भएको, धेरै फ्राइड खानेकुराहरूलाई चाहिँ हामीले कम गर्नुपर्छ। यस्तै एक्सर्साइज, हामीले कम्तीमा पनि दिनमा आधा घन्टा एक्सर्साइज गर्नुपर्छ। कमसेकम पनि हप्तामा 5 दिन यसरी एक्सर्साइज गर्नुपर्छ र एक्सर्साइजमा पनि फटाफट हिँड्ने एक्सर्साइजलाई सबैभन्दा सेफ र इफेक्टिभ मान्ने गरिन्छ। अर्को भनेको यो दुईटा कारणले गर्दाखेरि पनि हाम्रो मोटोपनालाई घटाउने र वेट लुज गर्नलाई पनि मद्दत पुर्याउँछ। यस्तै धुम्रपान र मद्यपानलाई कम्प्लिटली नै स्टप गर्नुपर्छ। अब अर्को यसको उपचारको विधि भनेको यो लाइफस्टाइल चेन्ज गर्दाखेरि पनि कोलेस्ट्रोल नर्मल रेन्जमा आएन भने चाहिँ हामीले औषधिको सेवन गर्नुपर्ने पनि हुनसक्छ, जुन चाहिँ डाक्टरको परामर्श अनुसार गर्नुपर्ने हुन्छ। एकपटक औषधि खाएपछि सधैँ खानुपर्छ कि अथवा बिचमा छोड्न मिल्छ कि के हुन्छ? तपाईँले निकै नै सान्दर्भिक प्रश्न सोध्नुभयो। यो धेरैजना मानिसहरूको मनमा उब्जिने जिज्ञासा हो। सर्वप्रथम त यसको लागि धेरै धेरै धन्यवाद छ। अब औषधिको सेवन गर्नु पर्दाखेरि भनौँ, हामीले औषधि बिरामीलाई दिँदाखेरि कुन कुराको लागि लक्षित गरेर दिएको हो भन्ने कुरा चाहिँ त्यो इम्पोर्टेन्ट हुन्छ। जस्तै कसैलाई धेरै जोखिम छ मुटुको रोग हुने, अथवा कसैलाई हार्ट एट्याक, डायबिटिज अथवा स्ट्रोक भएको छ, त्यस्तो अवस्थामा कोलेस्ट्रोलको औषधि खाइसकेपछि कन्टिन्यू गर्नुपर्ने हुन्छ। तर कहिलेकाहीँ कम जोखिम हुने अवस्थामा यदि लाइफस्टाइल आफ्नो सुधारेर कोलेस्ट्रोललाई नर्मल रेन्जमा ल्याउन सक्छ भने र त्यसलाई मेन्टेन गरिराख्न सक्छ भने चाहिँ औषधिको डोज घटाउनु पर्ने पनि हुनसक्छ अथवा कहिलेकाहीँ बन्द गर्नुपर्ने पनि हुनसक्छ। तर त्यो चाहिँ आफ्नो डाक्टरको परामर्श अनुसार गर्नुपर्ने हुन्छ। र औषधि सेवन गर्दाखेरि पनि कसैलाई साइड इफेक्ट्स पनि हुनसक्छ। तर त्यस्तो भएको खण्डमा चाहिँ आफ्नो डाक्टरसँग सल्लाह गरेर त्यो औषधिको डोज घटाउनु पर्ने पनि हुनसक्छ अथवा त्यसको अल्टरनेटिभमा कुनै वैकल्पिक अर्को औषधि प्रयोग गर्नुपर्ने पनि हुनसक्छ। यसका साइड इफेक्ट्स भनेको मांसपेशीहरू दुख्ने, गल्ने, कहिलेकाहीँ किडनीमा चोट पर्ने जस्ता समस्याहरू पनि देख्न सकिन्छ। कोलेस्ट्रोल बढ्नै नदिन के गर्ने? हामीले कोलेस्ट्रोललाई बढ्नै नदिन चाहिँ अघि हामीले उपचारको लागि जुन विधि भन्यौँ
जुन लाइफस्टाइल र हाम्रो खानपिनमा सुधार गर्ने कुरा गर्यौं, हामीले आफ्नो खानालाई स्वस्थकर बनाउने, धूम्रपान र मद्यपान त्याग्ने, एक्सरसाइज नियमित गर्ने र आफ्नो मोटोपना घटाउने, यी कुरालाई फोकस गर्यौं भने हामीले कोलेस्ट्रोल बढ्नबाट हामीले आफूलाई जोगाउन सक्छौं। साथै आफ्नो ब्लड टेस्ट पनि आफूलाई हुने रिस्क अनुसारको ब्लड टेस्ट पनि टाइममा गरिराख्यो भने कहिलेकाहीँ हल्का borderline बढेको भए तापनि हामीले यी मोडिफिकेसनहरू गरेर बेलैमा थाहा पाउँछौं र त्यसलाई अझ कन्ट्रोल गर्नमा चाहिँ हामी सतर्क हुन सक्छौं।